So hey guys, hello and namaste, welcome back to our new video, new day, new vlog को साथमा उपस्थित भइसकेको छु। हजुरहरुकै सिस्टर क्रिएसन को अनुष्का गौतम मैले आज न्यू स्टाइलमा भ्लग स्टार्ट गरे हैन। अनि यो स्कुल चाहिँ किन जाँदैछ बिहानको बेला भन्दाखेरि आज यसको रिजल्ट छ अनि भरेले रिजल्ट हाटो भन्छ अनि फेरि गडबडी लाग्छ अनि त्यही भएर म पनि गएको। अनि अब जान्छु म विष्णुको हामी विष्णुको तिरबाट त्यहाँ रहेछ भने त्यसलाई पनि उठाउँछौँ रहेन भने हामी स्कुलतिर लाग्छौँ। यही हो स्कुल चाहिँ क्यामेरा हल्लियो भने चाहिँ डोन्ट माइन्ड है हैन। बिरामीको हात काम छ अनि कति दिनपछि स्कुल जान पाउँदा आज साथीहरू पनि आउँछन् अरे वास्तै रमाइलो हुन्छ होला हौ। रिजल्ट यिनीहरूको म त यतातिर त हेर्नै जा बानी नपरेर होला कि। अनि यो चाहिँ गाडी हिँड्दैछ यताबाट आइज यहाँ लु हेलो भन्न यता फर्किन किन भाउ भाउ खान्छ राम्रै आम्मामा बच्चा बच्चीको भाउ बढ्न थाले क्या अहिले गाइजहरू। अनि अहिलेको जमानामा ठुला ठालाको भन्दा पनि बच्चा बच्चीको धेरै भाउ बढ्न थालेको छ। अनि मेरो आउटफिट भनेको चाहिँ यही भेस्ट अनि पेन्ट किटो हैन। मकैबारी कुद्दैछौँ तर आलीबाट है। अनि अब के भन्नु छ र अब भन्नु त छ तर अब यहाँ साथीहरू भेट भएपछि हैन आउँछन् कि आउँदैनन् आउने चाहिँ कुरा थियो अरे। हिजो सोधेको थिएँ मैले सीतालाई मैले फोन गरेको उठाएनन् दुइटैले। अनि अहिले चाहिँ हाम्रो गाउँतिर नेटको प्रब्लम छ क्या। अनि विष्णुको घर त जानै पर्छ किनकि त्यहीँबाट नेटबाट फोन गर्नुपर्छ क्या सीतालाई। आयो हात दुखो अनि फोन गर्छु त्यसपछि विष्णुको भाइको पनि त आज रिजल्ट हो अनि तिनीहरू दुइटैलाई उठाउँछु अनि चलिदिन्छु। गाइस मैले विष्णुलाई पनि भेटिसकेँ हैन। क्यामेरा हल्लियो भने चाहिँ डोन्ट माइन्ड है। अघि नै भनिसकेँ मैले के अरे मेरो हात कामिरहेछ अहिले बिरामी छु नि त म। अनि यहाँ छ यसको रिजल्ट ऊ स्कुल त्यहाँ छ। अब हामी चाहिँ पुलमा आइसकेको छौँ अब यसलाई भित्र छोड्छौँ अनि त्यसपछि बाहिरै बस्छौँ हामी जे चाहिँ। अनि स्टार्ट भइसकेको छ भने चाहिँ हामी भित्र जान्छौँ रहेन भने रहेन हैन। अनि त्यसपछि अब के गर्छौँ सब देखाइहाल्छौँ। स्टे ट्युन। चार तिमीहरूको प्रथम हुने बहिनी खुसी सुवेदी। कक्षा 4 मा अनुशासनतर्फ उत्सव राई। जो भाइको छ के हाजिरी हाजिरी हो सरसफाइ गर्ने प्रथम द्वितीय र तृतीय हुनेको प्रथम कक्षा 4 का भाइ बहिनीहरू को हुनुहुन्छ होला? सुजल पौडेल 3.81 जिपिए ल्याएर प्रथम हुनुभएको छ। द्वितीय उमङ राई जसको 3.61।
र तृतीय नम्बर बानिया 3.4 हो। अनि अभिभावक सहयोग गर्नुभएको छ, उहाँहरूको नाम म भन्न गइरहेको छु। सुजाता तामाङ, कमल ठिकर, उत्सव राई, अनुज गौतम। सो गाइस म चाहिँ हामी चाहिँ भनौँ न, अब म एक्लै छुइनँ, अनुज पनि छ। हामी चाहिँ रिजल्ट सुनिवरी फर्किसक्यौँ। मैले चाहिँ भिडियो पनि बनाएको छु, अब त्यहीँ हेर्नु होला। तर पनि म सुनाइदिइहाल्छु, यो फर्स्ट सेकेन्ड थर्डमा केही त भएन, तर पास चाहिँ भएछ, त्यति नै ठुलो कुरो हो। योपालि यसले स्कुल पनि राम्ररी जाँदैन होइन, यसले स्कुल जाने राम्ररी हो। अनि के भन्छ, घरमा अलिकति पढ्ने हो भने यो फर्स्ट सेकेन्ड थर्डमा एउटा आउने मान्छे त बहाना पार्दै भए पनि ऊ गर्थिस्। थाहा छैन र हामीलाई तेरो बेउरा, तँलाई चिनेको पनि कति 9-10 वर्ष पो भइसक्यो त। अनि के अनि यसले राम्ररी पढाएको थिएछ भने त फर्स्ट सेकेन्ड थर्डमा एउटा हुन्थिस् र पनि ठिकै छ। अब मैले आश गरेर हुँदैन, अब म चाहिँ के हुन्छु। अब आजको ठिक 13 दिनपछि थाहा हुन्छ हाम्रो रिजल्ट चाहिँ वैशाख 5 गते रहेछ होइन, सुनेको थिएँ मैले। अनि अब आउँदैछ भन्दै हुनुहुन्थ्यो टिचर्सहरूले चाहिँ, तर मैले 5 गते भन्ने चाहिँ झट्टा सुनिहालेँ क्या। अनि त्यहाँदेखि अब 13 दिनपछि ठ्याक्क मेरो रिजल्टको दिन म फेरि भिडियो बनाउँछु होइन। अब के हुने हो, मलाई एकदमै डर लागेको छ। फर्स्ट सेकेन्ड थर्डमा एउटा त हुन्छु होला, तर अब हेरौँ, लेट्स सी के हुन्छ। अब म हजुरहरूलाई देखाइहाल्छु नि। गाइज हामी चाहिँ यी चटपटे खाना आँटेको, अनि यहाँ एउटी चम्ची भन्दै भित्र र बाहिर कुद्दैछ। यहाँ कति बेला खाम जस्तो भएको छ। सो हामी चाहिँ यत्रो गमलामा खाना आँटेका फर्स्ट बाइट खाएला हामी चाहिँ रिजल्टमा गएर आएको। अनि वैशाख 5 गते हाम्रो रिजल्ट। अब हाम्रो टुङ्गो पनि छैन। आन्दोलन चलेछ नि, तोप्न चाहिँ तो क्या छैनन्। असार 7 गते अनि यहाँ के गराउँदै खान सक्नु पर्यो। दिलो चटपटी, मलाई त दिलो चटपटी पर्लै मनपर्छ। अनि के भन्दिनँ, पिरो छैन। ऐना चाहियो अनि रातो देखिन्छ नि उसले गरौँ नि त रातो भएर। हजुर खान्छ यसो खाना गर्छ नानी। के भन्नु तपाईँले? यो मुरै खानु नि तपाईँको होइन, म रोटी खानु खाएर अलिकति आलुको सब्जी छ नखाने म खानु। पक्राउ कस्तो कोही भोक लाग्दै आएको हो। बसिन कति मजा आयो। धेरैजना साथी आएको थिएन, 2-3 जना आएको थिएँ। म त्यति अनि पुनम कालु भयो।
भयो त भयो हौ ल के मन लाग्यो त खाइसक्नु पऱ्यो खाइसकेर भने हाम्रो ब्ल्याङ्केट र किन के जस्तो लाग्यो यति पुरै मुखमा चाहिँ होला नि पानी पनि खान के भएको खाना के खाना अड्किया छैन के मलाई प्याज होइन अड्किया के झड हो या मिठो खाएर हावा पाकेर चाहिँ त्यस्तै हुन्छ एकदम त्यस्तै छ तकियान भने त्यहाँ न म तिमी भन्नु म थुनी हाल्नु धेरै दिन गरेर आएको र म दसैँ भयो खाइ खा सो गाइज हामी चाहिँ नुहाएर फ्रेस पनि भइसकेका छौँ अब हाम्रो बेलुकाको ड्युटी सुरु भइसकेको छ अब कुकिङ कति बज्यो 4 बजिसक्यो अन्जु चाहिँ दुध लिन गएको छ अब हामी टक्क आएर खाना बनाउँछौँ ल हेर्दै गर्नु होला भिडियो सो गाइज हामी चाहिँ यहाँ टिकटक भिडियो बनाउन आएको पर जान आँटेको थियौँ फेरि के को ड्याङ ड्याङ र डुङ बज्न थाल्यो त्यो मान्छेहरू मर्दा पनि त्यो बाटोबाट ल्याउँदाखेरि जस्तो त्यो के बजाउँछ नि त किसान कवर खोइ केहरूको अनि त्यही भएर मम्मीले जानै दिनु भयो त्यही भएर हामी चाहिँ खेतमा भिडियो सुट गर्न आँटेको अब हामी उजाड यस्तो यस्तो पागल जस्तो ठाउँमा चाहिँ के कहाँ खिच्नु त हेरि जानु न कहाँ जानु त नि डर यसैलाई डर लाग्यो मलाई डर लागेको छैन कि ऊ कराउँदै हुनुहुन्छ न त हिँड्नु मर्न गएको ल केही होइन होइन यत्रो बेर बस्दासम्म यहाँ मुटिसक्दैनन् होइन मम्मी होइन परे होइन जेसी सो गाइज हामी जाँदैछौँ त के रहेछ त्यो यही डराकी हो गाइज यही डराकी होइन के भएको होइन रहेछ है साथीहरू हेर्न सक्नुहुन्छ केही कोही पनि छैन हामी चाहिँ भिडियो बनाउँदै जाँदैछौँ त्यहाँ अघि डरम भयो कि डरम बस्दाखेरि मलाई रिस उठाएको त्यो रिस उठाएको होइन के अरे अँध्यारो भएपछि आउनु पर्यो कालो न कालो आयो भिडियो पनि सो गाइज अनि अहिले चाहिँ हामी भिडियो बनाउँदैछौँ भने यो बुर्को चाहिँ कस्तो पुच्छ्यो दिक्क लाग्यो भने मलाई अनि अब ऊ त्यहाँनिर चाहिँ भिडियो बनाइसकेको छौँ हामीले होइन ऊ देखेँ कि देखेन अब यहाँबाट चढ्छ अर्कै तलबाट खिच्छ तलबाट खिच्छ ठुलो पार ल काम छैन नि त मेरो त अब पक्नु न भने हाम्रो बेटी आया हौ बिहाइन्ड द सेन्स चाहिँ यस्तै हुन्छ यहाँ तल के तिमी सामु भने गीत होइन आम्मामा कस्तो लाइटिङमै ब्यालेन्स भएन यहाँ यस्तो त यस्तो छ क्या अनि म चाहिँ यहाँ छु अब भिडियो बनाउँछौँ ल सो गाइस आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला इन्स्टा आइडी फेसबुक फेसबुक मतलब के भन्छ टिकटक आइडीतिर पनि फलो गर्नु होला थ्याङ्क्स फर वाचिङ आवर भिडियो लभ यु अल जय नेपाल जय सिस्टर क्रिएसन